यो पुरै टाउको चाहिँ दुख्ने, एकदम कसैले बाहिरबाट एकदम थिचिरहेछ भने जस्तो महसुस हुने, तपाईँको मन्द किसिमको हुने, प्रायलाई चाहिँ 30 मिनटदेखि कसैलाई 6-7 दिनसम्म चाहिँ दुखिराख्न सक्छ एकचोटिमा भनेर भन्छ। यस्तो लगभग रेगुलरली भइरहेछ होइन। त्यति धेरै बोमिट हुने होइन, लाइट अथवा साउन्डसँग धेरै एलर्जी हुने त्यस्तो टाइपको छैन। दैनिक जीवनमा हल्का हल्का प्रभाव पारिरहेछ, तर दुखाइसहित पनि त्यो व्यक्तिले कामहरू गर्न सकिराख्नु भएको छ भने यसलाई हामीले टेन्सन टाइप हेडेक भनेर भन्छौँ होइन। यो आफैमा पनि एउटा रोग हुनसक्छ होइन, जसलाई प्राइमरी टेन्सन हेडेक भनियो। अथवा कहिलेकाहीँ अरू विभिन्न कारणहरूले गर्दा सेकेन्डरी टेन्सन हेडेक पनि हुनसक्छ। अब यसको व्यवस्थापन चाहिँ प्राइमरी हो भने औषधि खानु पर्यो, सेकेन्डरी हो भने त्यो के कारणले भइरहेछ त्यसलाई ट्रिट गर्यो भने आफै पनि कम भएर जान्छ। तर अब यो टेन्सन टाइप हेडेक भनेर फेरि यो टेन्सनले हुने चाहिँ होइन होइन। तर यो मांसपेशीहरूको जुन एउटा टोन हुन्छ नि, अथवा त्यसलाई टेन्सन पनि भनेर भनिन्छ, त्यो चाहिँ अलिकति बढेर चाहिँ यो हाम्रो टाउकोमा भएका अथवा यो घाँटीको पछाडि भएको मांसपेशीहरूको अलिकति खुम्चेको अवस्थामा बढी बसेर चाहिँ यसले टेन्सन हेडेक गराउँछ।